हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हाम्रो यहाँ के आन्टी घरमा सेवा छ अनि म यहाँ चाहिँ आएको छु आन्टीको घर। अनि यो तल्लोपट्टिको फ्ल्याटबाट चाहिँ यसो हेरेको नि है, जग्गा दामी देख्दो रहेछ। छेउमा नजिकमा बजार बगानको यति दामी फुलिरहेको छ। चाहिँ थर्ड फ्लोर होला अनि यहाँ माथि चाहिँ आन्टीहरूको छ लागिरहेको छु फेरि पनि घरमा। त्यहाँदेखि माथि होला आन्टीको मेन रुमहरू चाहिँ। म चाहिँ अलिकति ढिलो भएँ आज, छिटो आउनु भन्नुभएको थियो आन्टीले है, अलिकति छिटो बोलाउनु भएको थियो। अनि यहाँ चाहिँ हाम्रो भाउजू बिनु भाउजू चर्चको उहाँ चाहिँ अघि आइसक्नु भएछ। कतिवटा कामहरू पनि भाउजूले निप्टाइसक्नु भएछ है। अनि भाउजूसँग मजा आउँछ, मजाले बातहरू मार्नुहुन्छ। अनि यहाँबाट आन्टी पनि हुनुहुन्छ, आन्टी चाहिँ व्यस्त हुनुहुन्छ आज है, धेरै थाक्नु भएको छ आन्टी। यहाँदेखि फेरि पनि तल्लोपट्टि सबै ठाउँहरू देख्छ, यहाँदेखि बजारहरू डल्लै देख्दो रहेछ है। वरिपरि वारपार सबै पर त्यो ट्रेनको त्यो बाटोहरू बनिएको छ, त्यो लिकहरू सबै देख्दो रहेछ है। अनि यताबाट बजारहरू यति सुन्दर दृश्य। अनि यहाँ पर हाम्रो घर पनि एकदमै नजिक देख्दो रहेछ है। पर त्यो सेतो बिल्डिङ देखिरहेको छ, त्यो चाहिँ एकदमै नजिक हाम्रो घर हो है। हुन त त्यहीँ हो, नजिकै हो, तर यहाँ माथिबाट पनि त्यहीँ देख्दो रहेछ। पर मामलिङ भन्ने ठाउँहरू छ, वारीको घरहरू है, सबै देख्दो रहेछ, यति सुन्दर। अन्त डेभलपमेन्ट डल्लै देख्दो रहेछ। हेर्न आवाज आन्टीको घरको नजारा माथि डेभलपमेन्ट एरिया भन्छ डाँडामा, त्यहाँ पनि देख्दो रहेछ सबै है। हजुर, यो बगान बेली फुल चाहिँ यति दामी फुलेको छ, के भन्नु र। अब डल्लै रुखै छ है, न यसलाई पानी हाल्नुपर्छ न त्यस्तो स्याहार गर्नुपर्छ। त्यसै सुन्दर प्रकारले आन्टीकै घरको त्यो टेरेसपट्टि आएको रहेछ है, एकदमै दामी। आन्टीले धेरै यहाँ प्लान्टहरू पनि रोप्नु भएको छ है। कसरी भ्याउ फुलहरू रोप्नु भएको छ है, कसरी भ्याउनुहुन्छ, कस्तो प्रकारले है गर्नुहुन्छ, यति दामी आन्टीको यो प्लान्टहरू। फुलहरू पनि हुन्छ अरू बेला, दामी दामी फुलहरू हुन्छ आन्टीको। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आदरणीय मिसेस के प्रधान आन्टी, जो चाहिँ उहाँ वरिष्ठ कवयित्री पनि हुनुहुन्छ। कविताहरू यति मिठो, यति रोमाञ्चक उहाँले कविताहरू लेख्नुहुन्छ। अहिलेको रियालिटी जुन फ्याक्ट कुराहरूलाई लिएर है, जसले चाहिँ अब सानसानो नानी केटाकेटीदेखि लिएर ठुलोसम्मदेखि लिएर वृद्ध अवस्थादेखि लिएर जवानहरू सबैजनालाई सुन्नु मनपर्ने एकदमै अब मोटिभेटिभ कुराहरू लिएर चाहिँ उहाँले कविताहरू बोल्नुहुन्छ। अनि कविताहरू पनि धेरै लेख्नुहुन्छ, साथसाथै किताबहरू पनि धेरै लेख्नु भएको छ। अवार्डहरू त उहाँले कति पाइसक्नु भएको छ है। चाहिँ एकदमै अब के भन्नु, हाम्रो नेपाली जगतदेखि लिएर हाम्रो इसाई जगतमा पनि एउटा उदाहरण नै हुनुहुन्छ। खानु सक्दैन, म खाइरहेको छु कि घरमा हुँदा। भुँडी सानो भएको नअटेको होला हौ, त्यसै पनि हो। रोनाउला चाहिँ भिडियो बनाउनु परिहाल्यो फेरि। पिङ्कीले त्यस्तो भन्छ कि लो अञ्जली अब आलुदम बनाउनु आँटेको छ हो। दामी बनाउँछ भरे, आमाहरूलाई आएर स्वादिष्ट मानेर खाइदिनु होला। यहाँ हाम्रो आदरणीय सर म्याडमकोमा, सर म्याडमको घरमा हो आओस् चाहिँ। कसैले आदरणीय नबनोस्, तिमीले चाहिँ इज्जत नगरेको छ कि क्या त अन्त हो। अन्त आमाहरूलाई तिम्रो घरमा त आउँदा खाइहालेको छ त हौ। अन्त समयमा आइदिनुहोस्। हाम्रो आदरणीय स्पिकरज्यू पनि आदरणीय स्पिकर समयमै आइदिनुहोस् भनेको नि। बढाउ न अलिकति, आगो चाहिन्छ भने बढाउ न। तेल हाल न अब, जति मन पर्छ त्यति हाल।
बेसी च्यापच्यापी पनि नहाल ठिक्कको हाल भक्कु नहाल अझ लाइटर कहाँ हो ऊ यहाँ ऊ गमलाको छेउमा बहिनी ल हाल है मजाले बिचको कति भयो भर्खर 1 मा आउँदैछ बिचको रातिको दृश्य के राम्रो देखेको कस्तो राम्रो देख्छ है बहिनी कहाँको हो कालिम्पोङ कहाँको शीतल भइरहेको छ आज चाहिँ धन्न पानी परेन यहाँ हाम्रो भाउजू चाहिँ एकदमै के भन्छ एक्सपर्ट हुनुहुन्छ खाना बनाउनुहुन्छ समय चाहिँ हामी चाहिँ एकदमै विश्रामको समय भन्न सक्छौँ प्रस्तावको समय भन्न सक्छौँ किनभने हाम्रो प्रेस्क्रिप्टिभमा चाहिँ अब 6 तारिकदेखि मात्रै हामी गर्छौँ 6 देखि 20 तारिकसम्म हुन्छ तर क्याथोलिक ब्याकग्राउन्डमा क्याथोलिक चर्चले भनेदेखि चाहिँ अस्ति 11 मार्चदेखि 40 डेज फास्टिङमा बस्नुभएको छ 40 डेज फास्टिङ अनि 40 डेज फास्टिङ बसेर चाहिँ अनि म चाहिँ सेवा सकियो र आन्टीको घरबाट आफ्नो घरतर्फ फर्किँदैछु अनि घरमा जाँदाखेरि यहाँनिर बजार भएर जानुपर्छ हामी एकदमै आज आनन्द भइरहेको छ मलाई खुसी लागिरहेको छ आज परमेश्वरको वचनबाट पनि अर्को हाम्रो आदरणीय एल्डिनी आमा हुनुहुन्छ लक्ष्मी आन्टी उहाँबाट सुन्दर वचनहरू सुन्न पायौँ धेरै है आशिष महसुस भइरहेको छ अनि आज खुसी लागिरहेको छ है आन्टीलाई यहाँ घरमा धेरै दिन बाद भेट्न पाएँ अरू दिन भेटिबस्छ आन्टीलाई म तर घरमा चाहिँ उहाँको घरमा चाहिँ धेरै महिना धेरै दिन बाद आएँ अनि यो चाहिँ रम्फूको सुपर मार्केट हो अनि यो सुपर मार्केट पनि आन्टीकै हो यहाँ धेरै पार्लरहरू छ अनि दोकानहरू छ अनि उहाँले चाहिँ बाहिरमा बजार मेरो साथमा जीवन भाइ पनि छ मेरो भाइ अर्को बाटो म यता अर्को बाटो आउँ